जय मसी जय मसी। अहिले हामी चाहिँ आरुघाट गाउँपालिका वडा नम्बर 9 आरुघाट बजारको तल बगैँचाको बस पार्कमा अनि रहेका छौँ। ग्यारेज अगाडि छौँ भने तपाईँहरूले यो घर देखिरहनु भएको छ। यो घरमा चाहिँ एकजना आमा बुवा बस्नुहुन्छ। उहाँको चाहिँ आफन्तीहरू चाहिँ सम्पर्कमा नभएको कारणले गर्दाखेरि उहाँहरूले चाहिँ आफ्नो जीविका चाहिँ यो घरमा यसरी घरमा बारेर बसिरहनु भएको छ भने यो घरमा चाहिँ पानी चुहिने जस्ताहरू पनि नराम्रो भएको कारणले गर्दाखेरि पानी चुहिने यताउता भएर समस्या निक्लिरहेको छ। हामी एक दिन फिल्डमा घुम्दै जाँदाखेरि हामीले चाहिँ यो घर यसरी देखेको थियौँ र हामीले चाहिँ यो घरको लागि केही सहायता गरौँ भनेर यसरी हिमालयन चर्चका आरुघाटका बगैँचाका सम्पूर्ण टिम मिलेर चाहिँ हामीले यो घर भत्काएर बनाउने जमर्कोमा छौँ भने तपाईँले यो घर देख्न सक्नुहुन्छ है। अनि उहाँहरूले चाहिँ काम गर्दै हुनुहुन्छ अनि साथीहरूले चाहिँ किचन पनि भत्काइसक्नु भएको छ। यहाँ चाहिँ सानो किचन थियो भने यहाँ चाहिँ अनि आमाहरू बुढी आमाहरू अनि दाईहरू आन्टीहरू सबैजना यो घरको लागि आएको छौँ भने हामीले चाहिँ जग पनि खनिसक्यौँ है। अनि जग खनेर अनि हामीले चाहिँ त्यो पिल्डरको लागि चाहिँ हामीले खाल्टोहरू पनि खन्ने कोसिस गर्दैछौँ भने हामीले चाहिँ अनि त्यो खाल्टो खनेर अनि त्यो रडहरू हामीले त्यो पाइपहरू चाहिँ फलामको पाइपहरू उठाइसकेको छौँ। हेर्नुहोस् त यो घरको लागि यति बुढी आमाले पनि आएर यो घरलाई सहायता गर्नुभएको छ नि। भाइहरूले चाहिँ मसला मोलेर अनि त्यो घरको पिल्डर खडा गरिरहनु भएको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। हामी सबैजना हातेमालो गर्दै यो घर बनाउने कोसिस गर्दैछौँ भने अनि यसरी हामीले चाहिँ ढलान आदि गरेको छौँ है। आन्टीहरू थाक्नु भएछ बिचरा होइन। अनि घाम पनि धेरै भएको कारणले गर्दाखेरि बहिनीहरूले यसरी काम गर्नुभएको छ। यसरी काम गर्नुभएको छ भने उहाँ हुनुहुन्छ है यो घरको बुवा चाहिँ। उहाँ चाहिँ बिरामी पनि हुनुहुन्छ अहिलेको अवस्थामा चाहिँ है। तपाईँहरूले देख्न सक्नुहुन्छ। उहाँले चाहिँ हेरिरहनु भएको छ बसेर रहनु भएको छ भने यहाँ चाहिँ दाईहरू थाक्नु भएछ है। कामको लागि काम गर्दा गर्दै थाक्नु भएछ। सबै घामले पोलेर अनि बसिरहनु भएको छ। अनि आमाले चाहिँ त्यो पानीहरू यताउताको बोतलहरू चाहिँ लिएर दिँदै हुनुहुन्छ। यसरी मसला बनाउँदै है फेरि अर्को लट फेरि सुरु भइसकेको छ भने हामीले ढलान गरेर चाहिँ हामीले रड उठाएर डाँडाबाट पनि हालिसकेका छौँ। यो चाहिँ तपाईँले देख्नुहुन्छ यो खनेको चाहिँ आँगनको लागि खनिरहेको छ हाम्रो साथीहरूले चाहिँ। घाममा पनि पुरा दिइरहनु भएको छ। दाई हुन्छ फर्स्ट बुवा पनि हिँडिरहनु भएको छ। ल गर 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 काम गर भनेर है। हेर्नुहोस् त हामीले डाँडाबाट पनि हालिसकेको छौँ। साथीहरू सबैजना मिलेर हामीले डाँडाबाट हालिसकेका छौँ भने यता चाहिँ खाजा आइपुगे जस्तो छ। अब खाजा खाने जमर्कोमा छौँ। हामीले खाजा पनि खायौँ र त्यसपछि हामीले छाउन सुरु गऱ्यौँ। हामीले छाउनको लागि हाम्रो सुरेन्द्र भाइ चाहिँ माथि हुनुहुन्छ भने हामी तलबाट चाहिँ सपोर्टिङ दिपक दाई तल हुनुहुन्छ भने हामीले खाजा चाउमिन भोक लाग्यो है। अनि त्यही भएर हामीले चाउमिन खानको लागि हामी यसरी साथीहरूसँग बसिरहेको छौँ। यो चाहिँ टोइलेट उहाँहरूको लागि टोइलेट पनि थिएन नि त। अनि त्यो घर त बनायो तर टोइलेट कहाँ गर्ने भन्दै गर्दाखेरि हामीले चाहिँ उहाँहरूलाई सानो टोइलेट अस्थायी रूपमा भए पनि टोइलेट बनाउनु भन्ने चाहिँ कुरा भयो। हाम्रो साथीहरूले चाहिँ फेरि आँगनको लागि खाइरहनु भएको छ भने यता टोइलेटको ठेक्का पारी दाईहरू हुनुहुन्छ। यी घर हामीले आधी छाइसक्यौँ। माथिको छाइसक्न लाग्यौँ है। माथिको छाइसक्न लागेको छौँ। हाम्रो सुरेन्द्र भाइले चाहिँ हानिरहनु भएको छ। दिदीहरूले चाहिँ ढुङ्गारी बोक्दै हुनुहुन्छ है। अनि भाइ बहिनीहरू सबैजना मिलेर चाहिँ त्यो सुलिङको लागि ढुङ्गा बोक्दै हुनुहुन्छ। हामीले चाहिँ यो के भन्छ पिँढी, हाम्रो गाउँघरमा चाहिँ पिँढी भन्छ। पिँढीको लागि पनि हामीले जस्ता हालिसकेको छौँ। हामी चाहिँ सबैजना मिलेर काम गरेको छौँ भने दाईहरू चाहिँ पुरै टोइलेटको बनाउँदै हुनुहुन्छ। जस्ता है जस्ता हाल्दै हुनुहुन्छ उहाँहरू। हाम्रो चाहिँ अहिले चाहिँ लगभग छाइ भइसकेको छ भने हामीले चाहिँ बारे यतिको बनाएको छौँ। अब एक साइड मात्र बार्न थोरै बाँकी छ। हामी चाहिँ यो 3 दिनको काम है। 3 दिनको काम चाहिँ हामीले गरिरहेका छौँ भने हामीले टोइलेटको लागि पनि खामाहरू चाहिँ उभ्याइसकेको छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ अघि घर अहिले घर तुलना गर्नुहोस् त केही फरक त तपाईँले पक्कै नै देख्नुभएको छ। सानो हामीले चाहिँ उहाँहरूलाई गर्ने कोसिस मात्र गरेको छौँ है। हाम्रो दाईहरूले चाहिँ त्यहाँ छाउँदै हुनुहुन्छ बार्दै हुनुहुन्छ जस्ताले। यो चाहिँ पुरै त्यो घरमा भयो फोहोर मैलाहरू टन्नै रहेछ क्या। अनि हामीले चाहिँ त्यो चाहिने चिजहरू मात्र राखिदिने नचाहिने फालिदिने भनेर हामीले चाहिँ छानेको कपडाहरू छान्दैछौँ भने यता हामीले ढोकाको लागि चाहिँ नापजाप गर्दै मिस्त्री साहबहरू यहाँ भनेपछि अब हामीले ढोकाको लागि अझै पनि काम गर्दैछौँ भने अङ्कलहरूले चाहिँ त्यो टोइलेटको ढोकाको लागि होला हेर्दै हुनुहुन्छ, नापो लिँदै हुनुहुन्छ।
अनि टोइलेट होइन हामीले फाइनली खामा पनि उभ्याइसकेको छौँ भने त्यो घरलाई चाहिँ अब चिटिक्क घर नभनौँ टोइलेटलाई बार्ने कोसिस गरेको छौँ। हामीले एक पाटा त बारिसक्यौँ, एक पाटा बारिसकेको छौँ है गाइज। हामीले ढोका पनि बनाउँदैछौँ हामी सबैजना मिलेर। हामीले चाहिँ यो चाहिँ के बार्नको लागि, यो चाहिँ बार्नको लागि होइन, हामीले त्यो छानको लागि रड गाड्न बिर्सेछौँ। माया भने चाहिँ यो हो के, उहाँ बाबुआमाको माया देखेर मलाई पनि बिहे भनेर चाहिँ बुढेसकालको लागि गर्ने रहेछ जस्तो लाग्छ। हेर्नुहोस् त कति माया गर्नुभएको, बिचरा बिरामी हुनुहुन्छ उहाँको श्रीमान होइन, उहाँ आफै पनि एउटा अपङ्गता हुनुहुन्छ, एउटा मुख राम्रोसँग बोल्नु हुँदैन, त्यही पनि उहाँले यति प्रेम गर्नुहुन्छ नि उहाँलाई। हाम्रो फाइनल्ली हामीले चाहिँ टोइलेट पनि छायौँ। दाइ धेरै थाक्नु भएछ घाम सर्कोमा है। एउटा दाइ भित्र पुरा खिच्दै हुनुहुन्छ, मसला मुस्दै दिपक दाइ हुनुहुन्छ उहाँ चाहिँ। भने आमा 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 खुसी हुनुहुन्छ, उहाँ के देखाउनु भयो, बिचरा यति धेरै माया गर्नुहुन्छ नि। माया भने चाहिँ यो बेलामा चाहिने रहेछ है, नसक्दा चाहिँ एउटा श्रीमान श्रीमतीको सहायता चाहिने रहेछ। सक्दा त जो पनि सपोर्टिङमा आइहाल्छ होइन, साथमा हुन्छ, तर नसक्दा चाहिँ एउटा श्रीमान श्रीमती चाहिने रहेछ भन्ने कुरा चाहिँ यो आमा बुवाले चाहिँ एउटा उदाहरण बन्नुभएको छ हाम्रो लागि चाहिँ। हामीले चाहिँ उहाँहरूलाई कम्पाउन्ड पनि हालिदिएको। उहाँहरूको त्यहाँभित्र चाहिँ फेरि बाटोको छेउ छ नि त, बाटोको छेउ छ अनि केही छिर्छ भनेर हामीले सानो कम्पाउन्ड हालिदिउँ। जति पनि थोत्रो जस्ताहरू थियो त्यही जस्तालाई सदुपयोग गर्दै दाइहरू शीतलमा बस्दै त्यो ढोका टोइलेटको ढोकाको लागि गर्दै हुनुहुन्छ नि। आमाले हेर्दै हुनुहुन्छ, आमाले सिकाउँदै हुनुहुन्छ, यहाँ पनि चाहिन्छ बाबु भनेर है। आमा कति खुसी हुनुहुन्छ हेर्नुहोस् त है, कति मिठो छ आमाको हाँसो। कति मिठोसँग हाँस्नुहुन्छ है, खुसी हुनुहुन्छ उहाँ, धेरै नै खुसी हुन्छ यो काम देखेर। आमाले चाहिँ फोटो खिच्यो भनेर होला, बिचरा बसिरहेको, आमा खुसी हुनुभयो यति भएपछि। हाम्रो साथीहरूले चाहिँ दाउरा तलाउनु लाग्यो, थाक्नुभयो घाममा। बिचरा दिनभरि घामले गर्दाखेरि थाक्नुभयो। आमा यहाँ यता पनि हाँसिरहनु छ आमा। आमा हाँस्नुभयो, आमा खुसी हुनुहुन्छ है। त्यही हुन्छ, उहाँ बहिनीहरूले धेरै नै सपोर्टिङ गरिरहनु भएको छ कामको लागि। हामीले दाउरा पनि यसरी राख्थ्यौँ आमाहरूको, यसरी मिलाएर राखेको छौँ। अनि दाइहरूले चाहिँ मिलाएर 4वटा खामा गाडेर बाँकी भएको दाउरा राख्नुभएको छ। बाबा चाहिँ अलिकति हिँड्न सक्नु हुँदैन, त्यही भएर काम गरेको छेउमा आएर चाहिँ हेरिरहनु भएको छ। हामीले फाइनली लाइट पनि जोडिसकेको छौँ। दाइले चाहिँ लाइट बाल्दै देखाउनु भएको छ, यहाँ पनि बल्यो भनेर। अब दाइभित्र पनि जानुहुन्छ, दाइभित्र जानुभयो र यहाँ पनि यो बल्यो भनेर हामीले 2टा बत्ती हालिदिएको छौँ। हामीले चाहिँ त्यहीँ माथिल्लो घरबाट चाहिँ लाइन तानिदियौँ है उहाँहरूको लागि। उहाँहरू सुत्ने ओछ्यान, यो चाहिँ उहाँहरू सुत्ने ओछ्यान हो। अनि आमाले चाहिँ हेर्नु त खाजा, ओ माइ गड, मन चसक्क पार्छ है यो यस्तो देख्यो भने त। कति मान्छेहरूलाई चाहिँ उदाहरण हुन्छ। साथ भने चाहिँ अभावमा दिनुपर्छ के, भएको बेला होइन, दुःखमा दिनुपर्छ, सुखमा त जो पनि साथमा भइहाल्छ नि। दुःखमा साथ दिनुपर्छ, एक्लो भयो भने साथ दिनुपर्छ। आमा हाँस्नुभयो, आमा खुसी हुनुहुन्छ, धेरै माया गर्नुहुन्छ एकअर्कालाई, धेरै माया। बाउले खान्न भन्दा पनि आमाले जबरजस्ती खानुपर्छ, यति त तिम्रै लागि भन्नु भएको होला सायद। आमा खुसी हुनुहुन्छ। हामीले चाहिँ यो चाहिँ त्यहाँ जति पनि अघि तपाईँले देख्नुभएको थियो फोहोरहरू, त्यो फोहोरहरू चाहिँ अनि धेरै रात पऱ्यो अनि हामीले चाहिँ गाडी बोलाएर, त्यहीँ नजिकको दाइको गाडी बोलाएर अनि हामीले चाहिँ त्यो गाडीमा फोहोर लोड गरेको छौँ। अब हामी त्यो फोहोरलाई चाहिँ व्यवस्थापन गर्छौँ भनेर चाहिँ। यति धेरै फोहोर थियो, तर मेरो खुट्टामा यो फोहोर उठाउँदाखेरि चाहिँ काँटी पनि बिजेको छ है। अनि म पनि छु भिडियोमा, तर म आफै भिडियो गर्ने भएको कारणले गर्दाखेरि म चाहिँ यो भिडियोमा कैद हुन सकिनँ। फेरि यो चाहिँ बोल्ने मात्र भन्दा मैले पनि धेरै नै काम गरेको छु। हात हेर्नुहोस् त मेरो कति फोहोर भएको छ, काम गरेको हात थियो होइन। हामीले चाहिँ लाइट थिएन नि त, त्यो कारणले गर्दाखेरि मोबाइल बारेर पनि फोहोर उठायौँ। हामीले चाहिँ ठ्याक्कै कति बजी गऱ्यौँ भने रातको 9:30 बजीतिर गऱ्यौँ होला। हिजो राति हामी चाहिँ पछाडि ढालामा बसेर फोहोर फाल्नको लागि हामी गण्डकीतिर जाँदैछौँ है। म र मेरो दाइ भित्र चाहिँ दाइले गाडी चलाउनु भएको छ भने हामी चाहिँ फोहोरमाथि नै बसेर गण्डकीतिर जाँदैछौँ। धन्यवाद दिन्छु तपाईँहरूले यसरी नै सहायता गर्नुहोला, किन हातेमालो गर्न जानुपर्छ अनि सहयोगी भावना पनि हुनुपर्छ हामी एकअर्कामा है, के भन्न चाहेँ। अनि हामीले चाहिँ आफूले जति सक्छौँ त्यही हिसाबले सहयोग गऱ्यौँ र जति सक्छ त्यसरी नै सहयोग गरेको छौँ। हुन्छ, धन्यवाद।